आज हामी चाहिँ यो फर्स्ट ट्र्याकको बाटो छेउ जाँदैछौँ बिस्तारो। हाम्रो गाडीमा चाहिँ आज रम हालेको छ, खुकुरी रम 10 टन 20 डाँडको लोड हो। यहाँ गइँदैछ ईश्वर र उकालो आरामले बिस्तारो। हाम्रो यता गुरुजी हुनुहुन्छ, यता दुर्गाजी। पहाड गइँदैछ, एकदम चिसो जाडो ठन्डी मौसम छ, एकदम रमाइलो छ। गाडीहरू कुदेका छन्, बाटो पनि राम्रो छ। ठाउँ ठाउँमा चाहिँ हल्का अप्ठ्यारा जोखिम पूर्ण बाटोहरू पनि छ, ठाउँ ठाउँमा धेरै राम्रो बाटोहरू पनि छ। हेर्नुहोस्, चिल्लो छ पुरै, खाल्टाखुल्टी काहीँ छैन, एकदम राम्रो छ बाटोहरू। जङ्गलै जङ्गल गइँदैछ। अब हामी यहाँबाट हेटौँडा निक्लिन्छौँ। निक्लिसक्यौँ। डाँडो सकिने बित्तिकै चाहिँ हेटौँडा आउँछ अरे, तर डाँडो सकिन चाहिँ धेरै टाइम बाँकी छ साथी हो। कुरा त्यस्तै हो। तपाईँहरूले भिडियो हेर्दा पनि तपाईँहरूलाई पनि चक्कर लाग्छ यस्तो खालको टर्निङ चाहिँ। हेर्नुहोस्, पुरै पाहाडको छेउछेउबाट के गर्नु, हल्का गफ हानेन भने बात चल्दैन कि भन्ने डर पनि हुन्छ। भिडियो चलिहाल्छ कि भन्ने आश पनि छ, चल्दैन। हाम्रा देशका जनताहरूले माया गर्दैनन् हामीलाई, के गर्नु, गाह्रो छ नि जिन्दगी। कहिले उकालो कहिले ओह्रालो, यस्तै छ। यत्रो गाडी पनि आउँदो रहेछ यो बाटोमा। हेर्नुहोस्, हामी लाइफमा पहिलोचोटि यत्रो गाडी यो बाटोमा कुदिरहेको देखिरहेको छु। खतरा कुदाउँदो रहेछ यसले भन्दै गुरुले पनि। हाम्रो 21 फुटा गाडी चलाउनै गाह्रो भइरहेछ, उसले 25 फुटे गाडी लिएर आइरहेछ। यहीँसम्म लाई है स्थगित गरौँ यो भिडियो। अर्कोचोटि फेरि हामी उपस्थित हुनेछौँ हजुरहरू सामु।